हेलो साथीहरू, सन्चै आरामै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। स्वागत छ मेरो च्यानलमा हजुरहरूलाई। कृपया नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नुहोला र पुरानो हुनुहुन्छ भने फुल भिडियो हेरेर साथ दिनुहोला। अनि चाहिँ आज चाहिँ मेरो साथी आउनुभएको छ मेरो घरमा। अनि साथी आउने भएपछि हल्का खाजा नास्ताको व्यवस्था चाहिँ गर्नु पर्यो। अनि त्यसैले म चाहिँ अब फ्रोजन मोमो ल्याइराखेको थिएँ। अनि त्यही भएर मैले चाहिँ स्टिम गर्न लागेको छु मोमोलाई होइन। अनि मोमो पनि फेरि धेरै दिन भइसकेको थियो कि ल्याएको, त्यस्तो धेरै दिन त होइन, अलिकति टाढैबाट लिएर आएको थिएँ। अनि अलिअलि लतर पतर भइरहेछ कि मोमोको डल्लो पनि है। अनि साथी र म चाहिँ गफ गर्दै मोमोहरू मिलाउँदैछौँ। अनि साथी चाहिँ गफ गरिरहेको छ अनि म चाहिँ मोमो मिलाउँदै राख्दै गरेको छु भाँडामा। अनि फेरि साथीले चाहिँ मोमो किन ल्याउनु पर्ने थियो त, किन दुःख गर्नुपर्ने थियो भन्दै हुनुहुन्छ। अनि चाहिँ साथीहरू म चाहिँ फेरि गफमा साथीलाई पानी दिन पनि भुलेछु कि है। अनि मैले बल्ल पानी दिएँ साथीलाई। अनि साथी चाहिँ लजाइरहेको छ कि भिडियो बनायो भनेर। अनि फेरि साथीले ल्याउनु भएको कोसेलीहरू हेर्दैछु है। मैले चाहिँ फुल पनि मगाएको थिएँ कि तिमी आउँदा फुल पनि ल्याइदिनु भनेर, किनकि सबैलाई थाहा छ म प्लान्ट लभर फ्लावर्स लभर भनेर। अनि फेरि साथीले करेला पनि ल्याइदिनु भएको रहेछ। धन्यवाद साथीलाई, मुरी मुरी धन्यवाद छ। अनि बच्चाहरू चाहिँ यस्तो भद्र गोल बनाएर खेल्दैछ कि भेट हुन पाएको छैन। ओहो, दुईजना उफ्रिएर यिनीहरू दुईजना फेरि केटा भएर होला यति साह्रो चल्छ कि भनेर साध्यै छैन कि। अब छोरीहरू त यति बेसी चल्दैन होला, बाबुहरू चाहिँ एकदमै चल्ने के। ओहो, ऊ चाहिँ मेरो साथीको छोरा हो, नोमित गुरुङ। एकदमै राम्रो ह्यान्डसम छ मेरो बाबु चाहिँ। अनि हामी दुईजनाको छोराहरू एकदमै चल्दैछ, अब चलिराखोस्। अनि फेरि मेरो साथीले फेरि स्नेक प्लान्ट लान्छु तिम्रोमा रहेछ नि भन्नुभएको छ। अनि हुन्छ नि त लैजानु भनेर मैले पनि फेरि स्नेक प्लान्ट उकाउँदैछु कि यस्तो साह्रो उकाउन नि गाह्रो। ओ माई गड, मैले चाहिँ एकदमै मिलाएर बल्ब गरेर तानिराखेको छु कि स्नेक प्लान्टलाई। फेरि पुरै भत्किन्छ कि जस्तो पनि लाग्ने, त्यही भएर मिलाइ तानिराखेको छु। यो स्नेक प्लान्ट पनि अब सबैले माग्नुहुन्छ, दिन्छु सबैलाई नै। अनि फाइनली स्नेक प्लान्ट पनि निस्क्यो होइन। अब त्यो पनि मेरो साथीलाई हो स्नेक प्लान्ट पनि। यो चाहिँ स्नेक प्लान्ट अलिकति मिडियम साइजको हो कि अलि लामो खालको पनि हुन्छ, सानो पनि हुन्छ। अनि बेबी रबर प्लान्ट पनि निस्केको रहेछ, त्यो पनि लान्छु भन्नुभयो, त्यो पनि हालिदिएँ साथीलाई। अनि फेरि अर्को स्नेक प्लान्ट पनि लान्छु भन्नुभयो, त्यो पनि उकाउन नसकी मैले चाहिँ बल्ब गरेर तानेको छु है। एकदमै उम्रिन्छ हो यसको चाहिँ बच्चाहरू, एकदमै उम्रिन्छ। सुरुमा चाहिँ मैले चाहिँ किनेकै हो, यो चाहिँ मैले त्यस्तो यताउतिबाट ल्याएको चाहिँ होइन, किनेकै हो। साथीलाई चाहिँ मैले यति चाहिँ गिफ्ट बनाइदिएँ, अब खाली हात पनि के पठाउनु है। अनि हाम्रो चाहिँ मोमो पनि पाकेछ साथीहरू। अनि साथीहरू बच्चाहरूले चाहिँ खाजा खान लागेको छ। साथी फेरि एकदमै आत्तिरहेको कि छिटो खाएर गइहाल्छु, सासू एक्लैलाई छोडेर आएको भन्दैछ कि बिचरा। अब के गर्नु है, बुहारी मान्छे भएपछि गाह्रो छ बिचरा साथीलाई। आत्तिँदै खाँदैछिन् बिचरा मेरो साथी चाहिँ, एकदमै आत्तिन्छ कि बिचरा। साथी पनि अब हेलमेट लाएर रेडी भइसक्यो बिचरा, गाह्रो छ उसलाई पनि, आत्तिँदै छ कि एकदमै जानलाई। के गर्नु त नि, अब बुहारी मान्छे भएपछि यस्तै हो, गाह्रो छ सबैजनालाई। अब जता गयो त्यतै मजाले भुलेर नि बस्न पाउँदैन बिचरा। अब खुसी नै हुनु पर्यो, बाबु चाहिँ हिरो भएर निस्किसक्यो ह। अब अनि के गर्नु त नि साथीहरू, गाह्रो छ भन्दै मैले फेरि भनिरहेको छु, आउँदै गर भने। अनि मेरो साथीलाई चाहिँ कोसेली त्यति गराइदिएँ मैले चाहिँ, स्नेक प्लान्ट र त्यो के प्लान्टहरू गराइदिएँ। अनि बिचरा साथी चाहिँ बाई बाई भनेर निस्किनु भयो। अनि मैले पनि बाई बाई गरेँ। चर्खेले ल स्याहारेन क्या, छि हेर त। माया ल कस्तो ह्यान्डसम देखेको नोमितलाई त चस्मा लगाउँदा। ल
बाई बाई हस् ल बाई